नमस्कार। फेरि पनि स्वागत छ यो मेरो सानो मिनी भ्लगमा। र म आफ्नै गाउँ घरमै नै छु र म चाहिँ बजारबाट सामान लिएर आउँदैछु। बजारबाट चाहिँ पिठो अनि अलिकति सुँगुरको मासु लिएर आएको र मेरो गाउँको दृश्य चाहिँ म तपाईँलाई देखाउन लागिरहेको छु। हेर्नुहोस् ल, यस्तो छ मेरो गाउँको दृश्य। यी इस्कुसहरू पुरा भइसकेको छ, मकैहरू हो, यस्तो छ यो साथीभाइ हो। र यो चाहिँ आँटा, एउटा चाहिँ सुँगुरको मासु लिएर आएको। खोइ खानु मन परिहाल्यो, के गर्नु होइन साथीभाइ हो। र हाम्रो चाहिँ बर्खाले गर्दाखेरि बाटो चाहिँ यति घिनलाग्दो भएको छ कि हेर्नुहोस् न। यो बाटो चाहिँ मैले अस्तिको भिडियोमा पनि देखाएको थिएँ। तपाईँहरूबाट केही कमेन्टहरू आएन, दुःख लाग्छ। यसो भर्खर युट्युब जर्नी गरेको यसो कमेन्टहरू चाहिँ गर्दै गर्नुहोस्। अनि कस्तो किसिमको भिडियो चाहिँ मैले बनाउनु पर्छ यसो कमेन्ट गरिदिनुहोस् होइन। अनि त्यही त हो, कमेन्ट गरिदियो भनेदेखि चाहिँ म त्यही अनुसारको भिडियो म बनाउने छु। र यस्तो छ हेर्नुहोस् न, गाडी आउँदैछ भाइ। बाई र उनीहरू जाँदैछ। उनीहरू चाहिँ स्कुल छुट्टी भएर चाहिँ जाँदैछ। र मेरो गाउँ चाहिँ यस्तो छ है साथीभाइ हो। हवस् त, कुन टपिकमा भिडियो बनाउनु है, यसो कमेन्ट चाहिँ गरिदिनुहोस् न। तपाईँले वाच चाहिँ गरिदिनु हुँदो रहेछ हो, कमेन्ट चाहिँ छैन। हवस् त, नेक्स्ट अर्को भिडियोमा भेटौँला।